जयमासी सबैजनालाई जयमासी है जयमासी। अफिसले दिएको क्रिसमस गिफ्ट के धन्यवाद दिनु पर्यो नि हैन। दुईटा एउटा ठुलो ब्याग एउटा सानो ब्याग। यो के छ म खोल्छु ल। जाडो मौसममा हैन लगाउने हुडी दिएको छ। नाइकको सुज दिएको छ। So beautiful. I'm so excited to love here. This is लाइट हेर्नु न। मेबी यो कफ हुनसक्छ। कफी खाने कप सकिसकेको छ। यहाँ चेक छ है। म सुनि त $1800 चाहिँ मलाई गिफ्ट आएको छ। अनि यो चाहिँ नि $521। यस्तो मैले एक्सपेक्टेसनै नगरेको कुराहरू हो। यो चाहिँ मलाई $1800 भनेको हाम्रो लागि नि धेरै हो नि त। 18, 19, 20, 21, 22, 23, $2300 चाहिँ यो क्रिसमस गिफ्ट पनि आयो हामीलाई। मलाई हाम्रो अफिसले प्रोग्राम गरेको थियो। एप्रिसिएट गर्छु म यो कुराहरूमा। साह्रो दयालु कृपालु किरिङ छ कम्पनीको नामको। अनि कस्तो खुसी लाग्छ के है खोलेर देखाउन हैन। कस्तो रमाइलो लाग्छ पाएका कुराहरू एप्रिसिएट त गर्नु पर्यो नि त। अनि यति बोल्दै गर्दाखेरिमा तपाईहरु जतिजनाले हेर्नु भएको छ तपाईहरुलाई चाहिँ अबका दिनहरुमा अबको समयहरुमा अब आउने नयाँ वर्षको पनि शुभकामना छ। ह्यापी न्यू इयर टु यु अल एन्ड मेरी क्रिसमस। तपाईहरुलाई चाहिँ यो मेरी क्रिसमसले सुख शान्ति आनन्द जोय तपाईहरुको जीवनमा रहेको होस् म यो शुभकामना पनि दिन्छु। अनि मलाई पनि दिनुहोस् प्रार्थना पनि गरिदिनुहोस्। मेरो हरेक क्षेत्रको लागि हैन मलाई ज्ञान र बुद्धिको त खाँचो हुन्छ मान्छेलाई। अनि सधैँ म ज्ञान र बुद्धिको लागि हामी गलत बाटोमा हिड्न नपरोस् भनेर सधैँ प्रार्थना गर्ने गर्छु। अनि कति शत्रुहरू त हुन्छ यस संसारमा हैन। शत्रुहरूको सामु हामीलाई सधैँ उच्चमा राख्ने परमेश्वर हुनुहुन्छ। हामीलाई सधैँ त्यो स्थानमा राख्नुहुन्छ जसले परमेश्वरलाई चाहिँ पुकार्छ उसलाई चाहिँ सधैँ माथिल्लो तलामा राख्नुहुन्छ। परमेश्वर हाम्रो चाहिँ रक्षक हुनुहुन्छ। हामीलाई आशीर्वाद दिने परमेश्वर हुनुहुन्छ हैन। तपाईहरुको दिन समयहरू अब आउँदो वर्ष एकदमै शुभ रहेको होस् राम्रो भएको होस्। परमेश्वरले धेरै भन्दा धेरै आशिष दिनु भएको होस्। नेपालमा रहनुहुने मेरो मण्डली परिवार अनि मेरो बाबा आमा दिदीबहिनी दाजुभाइ सारा परिवारहरू साथीभाइहरू हैन मेरो नेपाली परिवार नेपाली मान्छे जति पनि छन् नेपाली भएर जिउनलाई हामीलाई कति गर्व छ। अनि म अमेरिकामा भए तापनि तपाईहरुको सबैजनाको लागि म प्रार्थना गर्छु। तपाईहरुको भावी योजनाहरू के छ थाहा छैन तर परमेश्वरको योजना छुट्टै हुन्छ। त्यो चाहिँ योजना चाहिँ हामीले खोज्न सकौं पूरा हुन सकोस् हाम्रो जीवनबाट परमेश्वरको महिमा भएको होस् भनेर म प्रार्थना पनि गर्छु। परमेश्वरले यति धेरै आशीर्वाद दिनु भएको छ। म अति नै परमप्रभुलाई महिमा भएको होस् मेरो जीवनबाट भनेर धन्यवाद चढाउँछु हैन। अनि स्पेशली मेरो अफिसलाई मेरो कम्पनीलाई मलाई यति धेरै गिफ्टहरू दिनुभयो। वर्षभरि मैले काम गर्न पाएको छु। अनि दुःख सुख भन्ने कुरा त्यस्तै हो। तर जे जस्तो भए तापनि हामी सामना गरेर अगाडि बढ्ने मानिसहरूलाई चाहिँ काम दिएको छ। हाम्रो दैनिकी जीवनको कटाउनको निमित्त धेरै भूमिका खेलेको छ अफिसले। अनि म एकदमै कृतज्ञ छु। अनि हाम्रो चेन्जिङ अफ लाइफमा चाहिँ जति पनि पदाधिकारी हुनुहुन्छ अनि हाम्रो सिइओ लगायत कमिटीका सबै मेम्बर्सहरूलाई धेरै धेरै धन्यवाद है। यो भिडियोबाट तपाई कसैले हेर्दै हुनुहुन्छ भने तपाईहरुलाई धन्यवाद धेरै धेरै धन्यवाद। जय मसी सबैजनालाई।